हे एभ्रिवान, यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ म मेगी खान आँट्दैछु। गाइस यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ साँझको बेला हो अनि मेगी खान मन लाग्यो अनि मेगी खाँदैछु। अनि मेगी खाइसके पछाडि चाहिँ म तपाईँहरूलाई केही देखाउँछु है गाइस। अहिले चाहिँ म के गर्न आँट्दैछु, यो ब्लग चाहिँ किन सुरु गरेँ कि भन्दाखेरि म तपाईँहरूलाई देखाउँछु है गाइस। अब चाहिँ मेगी खाम, त्यहाँ पछाडि देखाउनुपर्छ गाइस। मेगी चाहिँ यस्तो तातो थियो, मैले चाहिँ अलिकति खाएँ तर कस्तो मजा भएको रहेछ मेगी। यहाँ हेर्न सक्नुहुन्छ, मजा लाग्यो। अब चाहिँ गाइस म तपाईँहरूलाई देखाउन आँट्दैछु। यहाँ हेर्न सक्नुहुन्छ यो झोलामा चाहिँ के छ भन्दाखेरि यो चाहिँ एलोभेरा हो। हेर्न सक्नुहुन्छ कति थियो मस्त एलोभेरा। अनि मैले चाहिँ एउटा एलोभेरा निकालेर त्यसको 2 टुक्रा बनाएँ। अनि त्यसको 2 टुक्रा बनाए पछाडि अब चाहिँ यसको लेयर निकाल्नुपर्छ होइन। मैले सोचेँ यत्रो एलोभेरा थियो मसित अनि म चाहिँ यसको जेल बनाएर राखिदिनु पर्यो एउटा डिब्बामा हालेर होइन, किनकि वेस्ट हुन्छ भनेर। अनि त्यस्तो मतलब जेल बनाएर राख्यो भने त मुखमा पनि लाउन हुन्छ, कपालमा पनि लाउन हुन्छ नि त। यहाँ हेर्न सक्नुहुन्छ यसरी मैले एकतिरको निकालेँ। अब चाहिँ अर्कोतिरको पनि निकालेर यहाँ हेर्न सक्नुहुन्छ यहाँ अर्कोतिरको पनि निकाल्दैछु म। अनि गाइस अर्कोतिरको पनि निकालेर जुन माझको भाग छ त्यो पनि अलिकति निकाल्नुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ सबै यो निकालेर त्यहाँ पछाडि त्यो भित्रको सबै निकालेर त म चाहिँ भाँडामा हाल्छु भनेर सोच्छु। यत्रो छ कहिले गरिसक्नु। गाइस तपाईँहरू कहाँबाट भिडियो हेर्नुभएको, कमेन्ट, लाइक, सब्सक्राइब सबै त गरिदिनु होला, फलो पनि गर्नु होला। अनि अब चाहिँ म तपाईँलाई अलिकति गरिसकेपछि देखाउँछु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मैले चाहिँ अलिक धेरै गरिसकिसकेँ। यस्तो चिप्लो गाइस, चाकुले पनि भएन र मैले त हातैले त्यसलाई सुरु गर्न थालेँ। यति धेरै चिप्लो थियो नि त गाइस, खालि बार हातबाट चिप्लिँदै थियो। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मैले कस्तो राम्ररी निकालिसकिसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ है। अनि मैले चाहिँ चाकु चम्मच ल्याएर पनि भएन अनि हातैले सुरु गरिदिएँ। अहिले चाहिँ भर्खर म एउटै मात्रै सकिसकेकी छु। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइस मैले भक्कु गरिसकिसकेँ। अब चाहिँ मेरो कम्मर पनि दुखिसकिसक्यो, हात पनि दुखिसकिसक्यो। अझै एलोभेरा भक्कु छ, मैले चाहिँ नसक्ने परेँ गाइस यो भिडियोमा चाहिँ। त्यही भएर म चाहिँ तपाईँहरूलाई अरू चाहिँ नेक्स्ट भिडियोमा देखाउँछु है गाइस। यहाँ हेर्न सक्नुहुन्छ कस्तो भइसकिसक्यो, राति भइसकिसक्यो। हुन्छ त गाइस, बाई बाई।